हेलो एन्ड गुड मर्निङ एभ्रिवान सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु फिट एन्ड फाइन छु है अनि अब आज चाहिँ मौसम हेर्न सक्नुहुन्छ बाबाले फक्टअप भइरहेछ है किन हो यस्तो भइरहेको अब प्रदूषण भन्छ अब प्रदूषण पनि होला काठमाडौँ बाबाले प्रदूषण छ अनि अब म चाहिँ फाइनली औषधि हाल्न जाँदैछु आलुमा अस्ति नै हामीले रोपेको आलु होइन अब बाबा ठुलो भइसक्यो खन्ने बेलै भइसक्यो है दामी ठुल्ठुलो भइसक्यो क्या औषधि पनि 3-4 चोटि हाल्नुपर्ने अब आज चाहिँ लास्ट अब एकचोटि हालेपछि हाल्नु पर्दैन होइन अनि सो देख्न सक्नुहुन्छ आजको वेदर अब प्रदूषण भन्छ है अब के हो अब पानी पनि पर्न सकेको छैन परुला झै पनि गर्छ अनि अस्ति चुनावको दिनबाट त झन् ओ माइ गड यो सूर्य भनेको चिज त देखै परेन नामो निशानै हट्न लागिसक्यो यार आज अलिअलि देखेछ है सूर्य नत्र भन्दा नामो निशानै हटिसक्यो क्या सूर्यको त के भएको हो यस्तो है सो म अब जाँदैछु सनाना लाएर औषधि हाल्न आलुमा है औषधि त हाल्नुपर्छ है आलुमा अनि म त ठुल्ठुलो राम्रो फल्छ आलु सो फाइनली गाइज हाम्रो यता त मेरो काली दिदी प्रगी कम हियर आज के स्कुल हो आजबाट तेरो अनि कस्तोले लाग्यो टाक भएन के लगाएको टाक हेर त कस्तो यो यहाँ लाउने हो हेर्दै यो इक्वेलै भएको छैन लामो छोटो फुकाल्यो ल त काले हाई भन्दै हेलो भन्दै नमस्ते गर्दै यो ल हो अब यो चाहिँ यहाँ ला हो त्यो त ला ल अब कालीको स्कुल जाने टाइम भइसक्यो हाम्रो प्रगीको है प्रगी अन्त कति क्लासमा अहिले युकेजी हो अनि कस्तो भइरहेछ स्कुल राम्रो भइरहेछ पढाइ त युकेजी होइन यो कति केजी नर्सरी सिंगाने काले भाले अनि तेरो नाम के भन्दै त बाबु प्रसङ्ग के हो भने प्रसङ्ग मल्ल ठकुरी प्रगी मल्ल ठकुरी यो हाम्रो प्रगी बहिनी है ल म चाहिँ अब आलुमा औषधि हाल्न जान लागिरहेको छु होइन अब आज अब दिनभरि के हुन्छ कि वाचिङ अब फेरि आज राइड पनि हान्छु होला होइन राइड पनि हान्नु परिहाल्यो सो हेर्दै गर्नुहोस् यस्तो मिठो भ्लग हेर्नको लागि होइन ए मेरो यसले चोर्यो यार के चोर्यो यसले मेरो बोल्ने हाल्लाएर ल खत्तम बर्बाद बनायो यसले ल काले एक फेरि दिदी खुट्टा धोक ल अघि सरी भनेर अघि जस्तरी छिटो ल म गएँ है गाइज बाई बाई त पनि जाने कि यहाँ तेल लाउनु पर्यो भने अब प्रगीको है कसको तेल हो यो तेरो बाबाले तेल पनि लाउँछ आमा खै आइज तपाईँले ल भयो हिरो भयो भने खै यस्तो गर्नु यत्रो खबर ल बस तर लुगा लाउनु पर्दैन नि बाबु स्कुल जाने बेला भएन गाइज अब त्यही हो अब आलुमा औषधि हाल्न जाँदैछु म है अब आलु पनि ठुल्ठुलो भइसक्यो खन्ने बेला भइसक्यो अनि त्यही हो अब दिनभरि के हुन्छ हेर्दै गर्नु होला किप वाचिङ मेरो यो चाहिँ हाम्रो आलु हाल्ने पम्प है पहिला चाहिँ यस्तो पारेर दम दिने हुन्थ्यो होइन अहिले चाहिँ अब चार्जिङ सिस्टम रहेछ जस्ट दामी क्या है बालाजी कम्पनी रहेछ नि त बालाजी कम्पनी जस्तो फाइनली गाइज मैले औषधि पनि बनाइसकेँ होइन हालिसकेँ अब यसलाई चाहिँ सर्लकको लागि टाइट गरेर
यसलाई बोकेर सलर आलुमा हाल्नुपर्छ है। अनि हाम्रो आलु खेत चाहिँ हो त्यहाँनिर छ। यो सबदेखिको यो देखिरहनु भएको जति चाहिँ सब आलु नै आलु हो क्या। यहाँ हाम्रो चाहिँ एरियामा चाहिँ आलु खेती चाहिँ 2 बाली हुन्छ। जस्तो दामी आलु हुन्छ, नामै चाहिँ पालुबारी। पालुबारी भनेपछि चाहिँ पालु भनेको चाहिँ नेवारी भाषाबाट चाहिँ खासमा चाहिँ अदुवा हो अरे होइन। अब लाइक यसमा चाहिँ अब आलुबारी पनि लेख्नुपर्ने हो, ठिकै छ जे लेखे पनि। अदुवा पनि पाउँथ्यो अरे पहिला जमानामा धेरै धेरै, अहिले त अब कहाँ पाउनु, हल्का फुल्का है। अनि गाइजी यु क्यान सी मैले पम्प चाहिँ पछाडि बोकिसकेको छु होइन। अनि यहाँ देख्न सक्नुहुन्छ तोरीबारीहरू है सर दामी पारामा। गाउँको भाइब्स भनेको गाउँको छुट्टै भाइब्स हुन्छ क्या। अब हुन त यो पनि काठमाडौँ हो तर होइन एकदम दामी क्या बस्नलाई, खाने पानीदेखि लिएर एभ्रिथिङ क्या वातावरण एकदम दामी ठाउँ छ क्या हाम्रो एरियामा। त्यही भएर आई लाइक दिस। आलु चाहिँ बबा ठुलो भइसकेछ, कसरी औषधि हाल्ने हो त्यही सोच्दैछु म अब। ल यसमा त औषधि हाल्नै गाह्रो हुन्छ नि। माई गड। अनि यहाँ यो चाहिँ जौ ल गाइज म अब औषधि हाल्छु है त। औषधि हाल्छु अब। यस्तो झारी रहेछ हल्का गाह्रै हुन्छ है। ल अब बिस्तारै हाल्छु है त। ल देख्न सक्नुहुन्छ हाम्रो अस्ट्रेलियन ज्वाइँ र बहिनीको छेउछाउको भ्यूहरू यस्तो दामी छ नि। ल अस्ट्रेलियामा जो पनि हुनुहुन्छ भ्यू हेर्नको लागि उहाँहरूलाई सम्पर्क गर्नु होला। उहाँहरूले तपाईँहरूलाई दामी दामी भ्यू देखाइदिनुहुन्छ। यसरी स्टार्ट गरौँ। गाइस के छ गाइस, हामी चाहिँ यहाँ आज के रे वाह दीदी वाह दीदी दीदी वाह दीदी 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 आई डोन्ट नो के भन्छ त्यसलाई, के भन्छ के पो त्यसको खै के हो बिचको नाम पनि थाहा छैन। नथापेकन हामी घुम्न आएको छौँ, घाम लागिरहेको छ। घाम लागेको भएर हामीले छाता हामीसँग ल्याएको छौँ। के विचार गर्यौँ भने यो टेबल र यो भ्यू देख्नुहुन्छ गाइजहरू, यहाँ टक्क लाएर ब्रेकफास्ट सेटअप गरेर टक्क बिहान उठेर ब्रेकफास्ट खाँदा चाहिँ सही रमाइलो ठाउँ रहेछ। त्यसको लागि चाहिँ यस्तो यस्तो ठाउँमा हामीले घर बुक गरेर आउनु पर्ने रहेछ। तर अनफर्चुनेटली हामीले सोचेनौँ त्यतिसम्म। अब त्यही हो। कस्तो दामी। त अस्ट्रेलिया बसेर भ्लग बना कहिले। त अस्ट्रेलिया बसेर भ्लग बना। क्यारिकालिङ्गा बिचमा छौँ हामी आज गाइज। हेर्नुहुन्छ यहाँको वेदर, यहाँको हावा, यहाँको घाम। अनि यहाँ हुनुहुन्छ मेरो पतिदेव। पतिदेव खैको पतिदेव कता भाग्नु भयो? जान जा के आउँदैन के यहाँ ढुङ्गाले छिक्छ क्या। तर कत्रो आइरहेछ है उदाहरण के हुँदैन समुद्रको छाल। One hour later. हेलो एभ्रिवान, मेरो सेकेन्ड टिममा लागिसकेको छ। मेरो यता बौद्धबाट चाहिँ अब उता साना गाउँ जाने चाहिँ अब उता मेरो घरतिर जानुपर्ने काम थियो एकछिन। अनि यस्तो घरतिर जाने चिजहरू चाहिँ बसिरहेको थिएँ। सबै साना गाउँ जाने चाहिँ मैले सिकाइसकेको छु। अब म त्यतैतिर जाँदैछु है। मेरै घर वरिपरि हो नि त, त्यही भएर अब सानोको चाहिँ पाउँदै पाएन है। त्यही हो गाह्रो। हेलो किन? ल म म साना गाउँतिर आउनु लाग्यो। म त्यतै साफोतिर आउनु लाग्यो क्या टिप्लेर। म यहाँ जोरपाटीबाट हो। ल ल ल ल ल ल उडाउनु पऱ्यो नि त, डाँडा काँडा यसो देखाउनु पऱ्यो नि त। नि फाइनली गाइज मैले उहाँलाई पनि छोडिसकेको छु उहाँको लोकेसनमा, साना गाउँमा। साना गाउँ चोकमै रहेछ। अब म यहाँबाट चाहिँ एकछिन अब साथीले माथितिर जाउँ भनिरहेको छ ड्रोनहरू उडाउन। मेरो साथीले अब नयाँ ड्रोन लिइरहेको छ हाम्रो दाइको भ्लगले होइन। सो त्यही आज म हल्का ड्रोनको फुटेजहरू पनि राख्छु होला मेरो भ्लगमा। आफ्नो नभए पनि साथीको भएपछि त आफ्नै जस्तो हुँदैन त।
त्यही भएर चाहिँ म अब सरर लाएर माथितिर जाँदैछु गाइज है। लेट्स चेक इट आउट। अब के हुन्छ आज दिनभरि हेर्दै गर्नु होला है त। लङ टाइम म भ्लग पनि हाल्न नपाएको है। अस्ति चुनावदेखि हालेकै छैन किनभने अलिकति बिजी पनि भयो है। त्यही भएर अहिले म साथी आइसकेको छु मेरो साथीको घर है। अब यसलाई पिकअप गरेर चाहिँ हामी माथितिर जान्छौँ होला आज ड्रोन सोन उडाउनलाई है। आज गएर ड्रोन सोन दर उडाउनु पर्छ। अनि एउटा ड्रोन चाहिँ म पनि चाँडै लिन्छु होला है। त्यही हो अब लेट्स चेक इट आउट के हुन्छ। मन त के लिन छ नि के गर्नु गाह्रो छ नि त होइन र। सबै कुराहरू पर्फेक्टली नै गर्न मन लाग्छ तर अब के गर्नु सबै कुराहरूको व्यवस्थित हुँदैन व्यवस्था हुँदैन त्यही भएर गाह्रो हुन्छ गाइज है। ओह मेरो एउटा कुरा छ यार सिबी बनाउनु दिन्छु क्या त्यहाँ। सिबी बनाउनु छ क्या मेरो त सिबी बनाउनु दिन्छु म। बनाएर राखिदिन्छ नि हुन्न यसरी सोधौँ के छ भने अब त्यहाँ बस्नुलाई त कति पढेछ सबै सोध्छु के छ भने त्यो हालखबर ठिक छ ठिक छ अनि हाई गर्दैन ए हेलो हेलो ल त्यही हो ल खाना खाइस् मैले खाएर हिँडेँ नि म त बिहानै खानु पर्दा हामीलाई बन्द छ क्या त्यो पनि चाहियो। गाइज फाइनली म र मेरो साथी चाहिँ बाइकको भ्लग चाहिँ हामी चाहिँ माथितिर अब यसो ड्रोन उडाउन जाँदैछौँ है। आज चाहिँ अब मेरो ड्रोनमा के अरे मेरो भिडियोमा पनि यसो ड्रोनको भिडियो आउने भयो। आइएम रियली एक्साइटेड है त्यसको लागि चाहिँ। अब साथीको ड्रोन पनि मेरै ड्रोन जस्तै हो। हामी माथि कार्तिकेको डाँडामा जान्छौँ त्यसपछि त्यहाँबाट सर र हावाहरू हुँदै पारबारी हुँदै फर्किन्छौँ होला आई थिङ्क है। सो लेट्स चेक इट आउट के हुन्छ बाटोमा हेर्दै गर्नु होला। आइरहेछ आउँदैछ हो आजा बुलबुल आजा आजा गुड भनेको चाहिँ मान्छ क्या अहिले। एकचोटि ब्याग उताबाट नि हान्नु मिल्छ कि फेरि अगाडिबाट चाहिँ हानौँ न एकचोटि अगाडिबाट हानौँ न। माथि लाग्नु पर्यो अगाडिबाट नि मिल्छ अगाडि जान्छ यो हो र हो त्योबाट नि हानौँ त एकचोटि सही हुन्छ ल अगाडि पछाडि हो ल हिँड्दैन त बस आएको नहिँड्दैन बसेको छ हस् त गाइज बाटोको हेर्नुहोस् है त बाटोको हाम्रो गोप्रो हिरो टुवेल्भबाट फाइनली हामी चाहिँ दर्शन पौवा आइसकेको छौँ। यो दर्शन पौवाको वेलकम टु दर्शन पौवा है त गाइज। पिकनिक पनि गर्न मिल्छ यो एरियामा चाहिँ होइन। त्यही हो दर्शन पौवाको गणेशमान सिंह पार्क रे। अब पार्कको नाम यहाँ ढोका देखिहाल्नु भयो। बाटो चाहिँ यही हो होइन।
यहाँ पिकनिक गर्नको लागि के पैसाहरू पनि पे गर्नुपर्छ के यहाँको नगरपालिका यहाँ फुटबल ग्राउन्ड बन्न लाग्यो भने त यहाँ खतरा ल अहिले साथीहरू यहीँबाट खेल्ने हो है मैले तपाईँहरू देखाइहालेँ यहाँ चाहिँ स्टेडियम बन्दैछ है हामी जर्सिङ पौवाको गणेशमान सिंह पार्क आइसकेका छौँ देख्न सक्नुहुन्छ यहाँको माहौल दामी नै रहेछ ल फर्स्ट टाइमै आयो यार म त यहाँ ल अब मेरो साथीले चाहिँ अब यहाँ ड्रोन उडाउँदैछ दामी पारामा होइन दामी पारामा हामी ड्रोन उडाउन सिक्दैछौँ है लेट्स चेक इट आउट के हुन्छ हेर्दै गर्नु होला के वाचिङ सो गाइस देख्न सक्नुहुन्छ मेरो साथीले चाहिँ ड्रोन उडाइसकेको छ है हामी चाहिँ सिक्दैछौँ जस्तो गाइज अब हामी चाहिँ अब कात्तिकेको डाँडा जाँदैछौँ हावा घरमा कफी खान है अनि त्यहाँबाट पनि एक दुईवटा ड्रोन सटहरू चाहिँ हान्ने भन्ने प्लानिङ छ मेरो साथीको र मेरो सो लेट्स चेक इट आउट है अब देखिहाल्नुभयो हाम्रो जर्सिङ पौवाको गणेशमान सिंह पार्क दामी छ जस बन्दैछ होइन दामी पाराले बन्छ अबको केही समयमा चाहिँ जस दामी नै हुन्छ है केही वर्ष केही समय भनौँ न होइन सो अब त्यहाँ टिकटक स्टारहरू पनि हुनुहुन्छ अब त्यो उहाँहरूको चाहिँ अब हाम्रो टिकटक स्टारहरू पुरा खोलातिरै थियो भन्नु कसलाई यसको यो अनि अस्ति भाइहरू लडेको ठाउँ यहीँनिर हो है औला धुलामै भएको क्या त्यो त तर अहिले चाहिँ बाटो माटो रहेन रहेछ नि त अहिले है त्यो बेला त खतरा माटो थियो नि यार हो र हो जस्तो लाग्यो है ल यतिको चाहिँ हुनु पर्यो Roger. Hello. Hello. Dami lah.
सो फाइनली गाइज है अब मैले चाहिँ मेरो साथीको ड्रोन चाहिँ प्र्याक्टिस गर्दैछु किनभने अब भविष्यमा यो मेरै पनि हुनसक्छ त्यसैले चाहिँ म अहिलेदेखि यसो प्र्याक्टिस गरेर लागिपरेको छु सो म अब एकखेप ट्राई गर्छु है त त्यो माथिको चिची राख्ने ल चेक इट आउट है त गाइज 1 गो बेबी जुम गर त्यसलाई पर्दैन जुम गर्नु जुम गरेर राम्रो आउँदैन ल जुम गर भने जुम गर्दै है देख्न सक्नुहुन्छ मैले चाहिँ अब मेरो कन्ट्रोलमा मैले ड्रोन उडाइरहेको छु अहिले चाहिँ है मैले भनेको मान्छे क्या अहिले How baby? Baby, calm down. Thank you. ल सो गाइज फाइनली हामी चाहिँ अब हाम्रो कतिको डाँडा मेरो फेभरेट प्लेस हावा घरमा चाहिँ आएर होइन कफी अनि खाएर अनि अब साथी र म चाहिँ निस्किन लागिसकेको छौँ अनि ड्रोन सटहरू पनि सरर दामी नै उडायो है अब साथीले चाहिँ मेरो बाइक चलाउने रे तर त म्याचिङ हान्ने रहेछ त है हिरो देखिने रहेछ भाइ बा गुन्डा भन्छ म गुन्डा चाहिँ होइन तर खतरा देखिरहेछ यार होइन भाइ अब मेरो नाम निर्मल हो सबैले गुन्डा गुन्डा भन्छ अब यो रुप हेरेर हुँदैन नि त मन हेर्न पऱ्यो कि छाती चिरेर देखाउनु मिल्दैन हनुमान परेन हनुमान जस्तो चिरेर देखाइदियो नि त मेरो लागि हनुमानले रामको लागि गरेको थियो त मेरो लागि गरिदियो नि त ल सो गाइज हामी चाहिँ अब यहाँबाट निस्किँदैछौँ है अब सिधै साफु गरेर भेट्नेछौँ सो किप वाचिङ है जस हावा घर चाहिँ जस दामी नै छ दिस इज माई फेभरेट प्लेस है अनि प्रायः जसो म यतातिर आउँदा चाहिँ यहीँ नै आइरहेको हुन्छु क्या अब कफी खान अब लाइक खाजा खान यतै नै बसिरहेको हुन्छु सो अब आज पनि त्यस्तै अब ड्रोन सोट प्र्याक्टिस गर्नको लागि हामी ड्रोन चाहिँ होइन ड्रोन यहाँनिर अब केही चर्तीकलाहरू देख्न सक्नुहुन्छ बाटोमा है हेर्दै जानुहोस् अब के देखिन्छ त्यो तपाईँहरूको आँखाले ठम्याउने कुरा हो ए ल सकिसकेछ त अघि मुनि हो हेर्दै जानुहोस् अब अलिकति मुनिले अझै है यहाँ चाहिँ अनैतिक कामहरू चाहिँ नगर्नु जथाभावी आएर त्यो अब चापाक र चुपुक होइन लापाक र लुपुक चाहिँ आएर नगर्नु अरे कहना क्या चाहते हो होला सो गाइज देख्न सक्नुहुन्छ हाम्रो कातिकेको डाँडामा दामी दामी कपालहरू आएर पनि बस्नुहुन्छ यहाँहरूलाई यहाँ त सिङ्गल पो छ त भाइ ए उतानिर चाहिँ हो नि ल यहाँनिर पिकनिकहरू आएर पिकनिक स्पट टाइपको यसरी सुतेर बस्न नि मिल्छ है दामी छ अनि यहाँनिर टेन्ट सेन्ट हालेर यहाँनिर है यो चाहिँ हाम्रो अब हुनेवाला के अब रवि के भन्छ त्यो अब हाम्रो गृहमन्त्री त्यो गृहमन्त्री नै भन्छ होला सायद है गृहमन्त्रीको चाहिँ डाँडा रे यो अब भन्न हामीले सुनाइमा आएको त्यही भनेको अब एक्ज्याक्टली चाहिँ थाहा भएन होइन रवि लामी छानेको डाँडा हो कि कसको डाँडा हो होइन आई थिङ्क मलाई चाहिँ सरकारी डाँडा सरकारी जग्गा जस्तो लाग्छ है सरकारी के कसो प्राइभेट होइन होला कि हो जस्तो जतिकै जसको भए पनि के भएर हामीले पाउने होइन हामीले गर्न पाउने होइन त्यो समटाइम चाहिँ हामी अब गएर यसो चिल आउट गर्न ठाउँ चाहिँ हाम्रो दामी नै छ सो अब हामी सनाना घरतिर जाँदैछौँ है त ल हेर्नुहोस् सनाना आजको वेदर अब वेदर बिग्रेको होइन भन्छ यो पल्युसन भन्छ है अब के हो अब काठमाडौँ कति नम्बरमा पऱ्यो अरे थर्डमा पोल्युसनमा चाहिँ थर्ड नम्बरमा पढ्न आइरहेको छ अरे काठमाडौँ है अनि सो अब यताबाट देख्नुहुन्छ त्यहाँ मण्डन देवपुरको नगरपालिका यहाँबाट चाहिँ मण्डन देवपुर नगरपालिका जान सक्नुहुन्छ तपाईँहरू है ल सो हामी चाहिँ अब कातिकेको चोकमा आइसकेका छौँ है त ल सो गाइज वान मोर टाइम लास्ट चाहिँ एउटा फलो सर्ट लिन लगाएर हामीले ड्रोनबाट होइन सो अब यो चाहिँ मैले मबाट कन्भर्ट गर्छु खै मेरो हातमा देऊ त कि तर त खतरा हुने रहेछ त भिडियोमा त पाखा हिरो हुने रहेछ त हिरै छ कि उहाँ चाहिँ हाम्रो दाइको भ्लग है साहुको नम्बर 1 भ्लगर हो ल पखै थिचेर राखिदिन्छु यतिखेर 1 देख्न सक्नुहुन्छ है ल अब ओइ झरे मुनि सालाको दा ल ड्रोन क्रास भयो है ड्रोन क्रास भयो है के भयो भएको चाहिँ के हो म गर्छु लिने भयो यताले मेरो हातमा राख्नु त अनि त्यो यो एकछिन उड्न दिएन अनि त्यसपछि साँद्रो गर्न पक त्यही भएर यो खसिन के हुँदैन कि यो ड्रोन चाहिँ ठिक छ कि हो ल बस अब बस्ने अलिकति अगाडि हातमा राख्न यहाँ बस्न अब
फाइनली गाइस देख्न सक्नुहुन्छ हामीलाई ड्रोनले चाहिँ फलो गरिरहेछ है बिस्तारै बिस्तारै आउँछ आइरहेछ एकछिन गयो भने एकछिनमै आउँछ यो सानो लाएर ल दामी ए आइजौ भाइ आइजौ पछि पछि आइजौ देख्न सक्नुहुन्छ त्यहाँ ड्रोन आइरहेको छ है चिलमा सो गाइज फाइनली म साखुमा साथीलाई पुऱ्याएर पनि यता घर फर्किसकेँ किनभने अब घर फर्किनु पनि काम पर्यो अनि हाम्रो नजिकैको हाम्रो हजुरआमा बित्नु भएर चाहिँ है उहाँको स्वर्गमा बास होस् है अब त्यही भन्न चाहन्छु अब अरू के नै भन्न सक्छु र अब त्यहाँ एकछिन गएँ अनि एकछिन बसेँ अब हाम्रो त्यो गुठीहरूको यताउति नामहरू लेखाउनु पर्छ नामहरू लेखाएँ त्यही गरेर अब सर्वगाए म यहाँ आएर बसिरहेको छु अब आज दिनभरि के हुन्छ हेर्दै गर्नु अब अरू त के होइन अब त्यति लामो पनि बनाउँदिनँ होला अब आजको लागि चाहिँ आई थिङ्क अब भ्लग यहीँ आएर म अन्त्य गर्न चाहन्छु है सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला अब लगतै दुई तिन दिन लगतै मान्छेहरूको बितिरहनु भएको छ हाम्रो गाउँ टोलमा होइन कति कति दिनमा अन्तरमा 3 दिन कि 4 दिन भएको 4-5 दिनको अन्तरमा है यस अब उहाँहरूको स्वर्गमा बास होस् त्यही भन्दै अब आजलाई यति नै गर्नु पर्ला सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला बाई गरिदिनु होला किप वाचिङ है त बाई बाई